नेपाली चलचित्र पीताम्बरले एक रोचक भावनात्मक र साहसिक कथालाई प्रस्तुत गरेको छ। यो कथा मुख्य रूपमा पीताम्बर नामक पात्रको जीवन र उसको सङ्घर्षलाई वरिपरि घुम्छ। यहाँ चलचित्रको मुख्य कहानीको समीक्षा छ। कथा फिल्मको मुख्य पात्र पीताम्बर बाल्यकालमै गहिरो अन्याय र पीडा भोग्न बाध्य हुन्छ। आफ्नो आमाको असामयिक मृत्यु र समाजबाट पाएको तिरस्कारले पीताम्बरलाई प्रतिशोधको भावनाले भरिदिन्छ। समाजका शक्तिशाली र भ्रष्ट मानिसहरूबाट उनले भोगेको अन्यायले उनलाई एक साहसी योद्धाको रूपमा विकसित गराउँछ। फिल्मले पीताम्बरको बाल्यकालदेखि युवा अवस्थासम्मको यात्रा देखाउँछ। सङ्घर्षका दौरान उसले आफ्नो आमाप्रति गहिरो प्रेम, समाजप्रतिको जिम्मेवारी र सत्यको खोजको बीचमा सन्तुलन राख्ने प्रयास गर्छ। पीताम्बरले आफ्नो परिवारको प्रतिष्ठा फिर्ता ल्याउन समाजका शक्तिशाली व्यक्तिहरूसँग जुझ्नुपर्छ। पात्रहरूको भूमिका पीताम्बर प्रदीप खड्का प्रमुख पात्रका रूपमा पीताम्बरको साहसी भूमिका प्रभावशाली छ। प्रदीपले आफ्नो चरित्रलाई अत्यन्तै वास्तविक रूपमा प्रस्तुत गरेका छन्। दयाहाङ राई उनी पीताम्बरको सङ्घर्षको एक महत्त्वपूर्ण हिस्सा हुन्। दयाहाङले आफ्नो भूमिकालाई गहिराई दिने काम गरेका छन्। सौगात मल्ल उनको अभिनयले कथामा थप गम्भीरता र रहस्य थपेको छ। दिव्या रायमाझी पीताम्बरको प्रेरणा बन्ने एक मुख्य पात्रका रूपमा उनले फिल्मलाई भावनात्मक गहिराई प्रदान गरेकी छिन्। निर्देशक कृषा चौधरीले चलचित्रलाई काठमाडौँको आधुनिक समाज र ग्रामीण क्षेत्रको वास्तविकता बीचको द्वन्द्वलाई प्रष्ट रूपमा चित्रण गरेका छन्।